हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल्स अगेन। म चाहिँ सीता ओली श्रेष्ठ डेली ब्लग गर्ने गर्छु। आज चाहिँ एकदमै फ्रक खालको भिडियो लिएर आए साथीहरू। आज चाहिँ नि चैत 15 गते शुक्रबारको दिन काठमाडौँको अवस्था एकदमै उथल पुथल र एकदमै गम्भीर भएको छ। आज चाहिँ नि गणतन्त्रको र राजतन्त्रको चाहिँ एकदमै दह्रो झडप पर्दैछ साथीहरू। हेर्न सक्नुहुन्छ हजुरहरूले। उहाँ चाहिँ दुर्गा प्रसाद, उहाँ चाहिँ एकदमै डेन्जर तरिकाले क्या त्यत्रो पुलिसहरू त्यत्रो सुरक्षाकर्मीहरूलाई पनि पाखा लाउँदै उहाँ चाहिँ नि आफ्नो मिसनमा चाहिँ एकदमै लागि पर्नु भएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै कडा र नाजुक अवस्था बनेको रहेछ। मैले पनि सामाजिक सञ्जालबाटै हेरेको थिएँ हैन, लाइभ भिडियो पनि हेरेँ, सामाजिक सञ्जालबाटै हेरेँ। मलाई चाहिँ नि अब कस्तो लाग्यो भने अब राजतन्त्र पक्कै पनि आउँछ नै जस्तो लाग्यो के, किनभने यस्तो माहौल छ नि हजुरहरू देख्न सक्नुहुन्छ। एकदमै तोडफोड हैन, यता घरहरू पसलहरू भाटबटिनीहरू तपाईँहरूले यो दृश्यमा यो भिडियोमा देख्न सक्नुहुन्छ। एकदमै अपराजकीय तरिकाले के भन्छ यस्तै खालको हैन, एकदमै अमानवीय तरिकाले घरहरू तोडफोड हुन त आन्दोलन भनेको अब यस्तै त हो र पनि के हेर्नु त कस्तो असर भाटबटिनीलाई कस्तो पसलहरू फोड्ने तोड्ने सिसाहरू फुटाउने। एकदमै यो चाहिँ गणतन्त्रवादीहरूले गर्नुभएको छ भने उता राजा ल्याउनेहरूले चाहिँ राजतन्त्रवादीहरूले चाहिँ उहाँ शानदार तरिकाले चाहिँ उहाँ प्रवेश गराउँदै हुनुहुन्छ हैन। उहाँ चाहिँ प्रचण्डजी, उहाँ मनपर्छ कि हजुरहरूलाई? राजा मनपर्छ? हजुरहरूले चाहिँ कृपया कमेन्ट गर्नुहोस् होला हैन। मलाई चाहिँ अब हेरौँ राजाको शासनमा चाहिँ बुवा मम्मीहरूले भोग्नु भयो भने हामीले भोगेका छैनौँ। गणतन्त्रको चाहिँ धेरै देखियो हैन। गणतन्त्र अब राजतन्त्रको चाहिँ स्वाद चाखौँ न भनेर चाहिँ म चाहिँ अब अहिलेको अवस्थामा चाहिँ राजतन्त्रतिरै फोकस गरिरहेको छु। हजुरहरूले पनि लाइक कमेन्ट गर्नु होला। एकदमै देख्न सक्नुहुन्छ नारा जुलुस लाएर राजालाई प्रवेश गराउने, राजदरबार प्रवेश गराउने नाराहरू लागिरहेछ। गणतन्त्र फालेर राजतन्त्र ल्याउने देख्न सक्नुहुन्छ। के भन्छ अरे आन्दोलनकारीहरू चाहिँ एकदमै आक्रोशित भएर दोकान सोकान फोड्ने, यो ट्राफिकको योहरू के भन्छ यो सायद ट्राफिक बस्ने के भन्छ यसलाई थाहा भएन ठ्याक्कै नै, ढालेर हैन लडाएर यता त्यता। कतिजनाको प्रहरीहरूको अगाडि भिडियो पनि देखिसक्नुभयो, खुट्टा भाँचेको छ भने कतिजना 2 जनाको चाहिँ मृत्यु भइसक्यो भनेर चाहिँ खबरमा आएको छ। अनि यता चाहिँ नि सुरक्षाकर्मीहरू एकदमै टाइट तरिकाले बस्नुभएको छ, पुलिसहरू चाहिँ भने यता चाहिँ नि यतापट्टि चाहिँ आन्दोलनकारीहरू पनि आक्रोशित तरिकाले गइराख्नु भएको छ। अनि आमाको 1-2 के भन्छ अरे शब्दहरू जाँदैछ। के भन्दै हुनुहुन्छ भने आमाले चाहिँ नि मेरो लागि भन्दा पनि मेरो छोराछोरी छोरा नातिहरूले चाहिँ यही देशमा केही गरी खाओस्, त्यसको लागि राजतन्त्र आउनु एकदमै जरुरी छ, गणतन्त्रको स्वाद हामीले चाखिसक्यौँ भन्नुभएको छ। एकदमै अशान्ति वातावरण भएको छ काठमाडौँमा अहिले हैन। एकदमै बजारहरू पनि बन्द छ। राजाहरू देख्न सक्नुहुन्छ, राजाको चाहिँ सवारी भइसक्यो। अनि त्यही हो साथीहरू। हजुरहरू चाहिँ कसको समर्थन हो? जसको समर्थन हो उहाँलाई नै समर्थन गर्नुलाई। हामी चाहिँ यता चाहिँ विशाल जनसभाको कार्यक्रम स्टार्ट भइरहेको थियो। मलाई चाहिँ 2075-74 तिरको याद आयो। हामी पनि कुनै दिन भिरकुटी मण्डपमा यसरी नै उयो गरेको थियौँ आन्दोलन।